हेलो साथीहरू, हामी चाहिँ अहिले साथीहरूको रुममा मोमो पार्टी छ अरे। मोमो पार्टीको लागि जाँदैछौँ गाइज। दाइ हेलो। हेलो। हाम्रो बस्ने अपार्ट यो चाहिँ हामी माथि बस्छौँ। हाम्रो अपार्ट बाहिरको फुल दामी 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 छ। दाइ अगाडि लाग्दै हुनुहुन्छ। खुइचले होइन पहिले चाहिँ यो घरमा बस्थ्यौँ हामी, अहिले चाहिँ यतापट्टि सरेको छौँ। हामी निक्लिरहेको छौँ साथीहरूको रुममा। चाहिँ हाम्रो बस्ने ठाउँ, हाम्रो वरिपरिको वातावरण एकदम राम्रो छ। हाम्रो मेन बजार चाहिँ यतापट्टि छ, यता पनि हल्का हल्का बजार चाहिँ छ। पारि जाउँ। वाउ, फुल कस्तो राम्रो। फुल खिचेर बस्नु आयो, म कस्तो आशा रहेछ। हेलो दाइ, भिडियो खिच्दै हुनुहुन्छ जस्तो भाइ। कस्तो रातको समय त बप्पाल देखेको। जाम दाइ। खाएको छौँ। यो भयो चाहिँ ब्रेकफास्ट। हाम्रो उल्टो किन्ने ठाउँ। आज फर्स्ट प्राइज पार्नु बताउनु। हामी जाने हो नेपाल, जाने हो फर्स्ट प्राइज पारेर। हाम्रो लोटो किन्ने ठाउँ आज फर्स्ट प्राइज पार्ने यहाँबाट चलाएर। रातको भ्यू त कस्तो राम्रो देखेको। कडा छ, सब चकाचक। रातको समय हल्का अवस्था रहेछ, लाइटहरू पनि थालिसकेको छ। साथीहरूको रुमबाट चाहिँ मजाले देखिँदो रहेछ। यही रुम हो 13-10। हेलो हेलो। खै त विजय? आउने हो। विजय खै त विजय? कता हो विजय? कहाँबाट छत्रे टोपी लगाइसकेछ त? पञ्चाला आइजिङको लागि होइन? तपाईँको परिचय पनि दिनु पऱ्यो। नमस्कार, म निरमन लामा। के अरे अहिले हाल म कोरियामा के अरे के भन्छ आउँदैन ममा बनाइरहेको छु होइन? तर सही यार, म त यस्तै लाग्यो।
कस्तो मेहनत गरेर बनाइरहेको छ यो पनि बनाउन जान्दैन मात्रै हो नि ममा चाहिँ कति पोको पाएको छ मलाई चाहिँ आउँदैन म होटलमा काम चाहिँ गरेको थिएँ हो तर आउँदैन कति सुधारमा आएको हामी आज अब मोमो प्याकिङ गरेको अहिले पछि एकचोटि प्याकिङ गर्छौँ अनि के भन्छ अझै बोलिराख्ने भन्छ फोटो भिडियो बोल्नु त 2-4 मिनेट त भयो तपाईँ त निस्के फोटो म त अब झापालीलाई कहाँ सक्छ त होइन त्योभन्दा पनि अब त्यति मात्रै छ भन्दा यसो हेर्दा बुढो महिला देख्छ अनि बिचरा जे भए पनि नभएर बसेकोहरूले चाहिँ अलिकति बुढो मान्छे रहेछ किन त्यति राम्रो कुरा गर्छ आश गरेको हुन्छ क्या मैले तर कुरा गर्नु थिएन त्यो नेगेटिभ जान्छ क्या त्यो सन्देशको त्यस भएर पोजिटिभ कुरा गर्न थोरै समय लाग्छ नि समय लाग्दैन अब पोजिटिभ कुरा के बनाएर गरे हैन नि हैन यति खान्छ नै तपाईको यति भात पनि कस्तो काँचो टाइपको के कस्तो नपकाएको कि आजको ठिक छ म सबै निकाल्दिनँ अब यो अहिले इमर्जेन्सी हो नि त तपाईँहरूको यो आजको मेन रोल मोडल नै तपाईँ हो कि ए एकदम हेन्छन् आजको रोल मोडल नै उहाँ हो कि म अघिदेखि मेरो भ्लगको जाता के हैन के त दुई बोतल खाएको ऊ तिरिमिरी भएर अघि कुदिसक्यो ढलिसक्यो घरमा गएर आउँदै हुनुहुन्छ तिमीलाई मन पर्छ पर्दैन आमाको छोरा म एउटा के पो थियो बाबा जस्तो सरनको पुरानो बजारमा यसमा राजा अलरेडी यसमै छ ल है झन्डै हामी रक्सी खाएर अनि रट अनि नखाने जाँदा मन्त्रमा हामी त्यसरी कसले गर्छ झाँक्री जस्तो रे झाँक्री सेम छ नि झाँक्री अचार मात्र भल बनाउन पालुङ बाउले पालुङ भनेको मलाई त उपेन्द्रको बात भनिरहेको यहाँ छ त चाहिँ मैले पालुङ भने त उपेन्द्रसित सोच्दैछु र छैन होला है पालुङ पुरा पालुङ त फेरि मलाई आउँछ है ल त दिनु त एउटा पाला उदाङ रे हैन त मेरो नम्बर के भाइ मेरो नम्बर तपाईँ हुनुहुन्छ मेरो नम्बरको ल सरीको गुडा तिनतला भन्ने भन्यो अनि सबै भन न एकचोटि कस्तो दाइ भन्नुहुन्छ अन्त दाइ दिनु त त्यो भन्दा पनि मलाई यो चाहिँ मलाई साह्रै मन छ म छिटो हालेको छु होइन त्यो भन्दा पनि यो चाहिँ ल अब यतातिर ल यता यो एउटा डेमो हान्नु त खेती हाल्नु पर्यो अनि साइड लगाइहाल्नु पर्यो सीता बुझेर हालेको छु क्या के चाहिँ गुलाबको फुल यो होइन उपेन्द्र सुब्बाको पोयमहरू अलिकति त्यो गाउँले टाइपको त्यस्तै हुन्छ नि त यो साह्रै मन परेको शब्द क्या यो चाहिँ मलाई असाध्यै मन परेको क्या यो म त अब मेरो घरमा गाउँमा पनि सबै लिम्बूहरू छ होइन च्यापुङ कलर सबै आउँछ नि त अरे अघि यता त सकियो त नि यार कडा बनाउनु हुँदो रहेछ अघि सकिसक्नु भएछ मलाई यता हेर्नै नभने के भन्नु लामो यो बक्स हो यो चिकन मोमोको सेटमा भने मेरो बुढी दिदी मेरो डाक्नु छोरी ओ माय गॉड ब्रोले त कडा बनाउनु रहेछ नि त यार केमा काम गर्नुहुन्थ्यो पहिले कस्तो रेस्टुरेन्ट भन्नाले नाच्नु अनि त्यो पानीहरू कसरी दिन्छ मैले पनि फकाकीमा गरे हो कि पहिले के भन्थ्यो त्यहाँ चाहिँ सबै बन्थ्यो तर मलाई बनाउनु चाहिँ नआउने वेटर काम गर्थ्यो बेल आउनु न बेल आउनु न ल बेल्नु आउनु अब भाइ मोमो त नि यो साँच्चै दामी भयो यार बाबा मोमो भन्दा खतरा छ यार तपाईँले खाँदै हुनुहुन्छ तिमीलाई मुरी तपाईँले नि एउटा लिएर रिभ्यू दिनु पर्यो नि त मोमोको भाइ एउटा प्लेट ल्याउँछु ओ यार अब कहाँ यस्तो पनि खान्छु म यस्तो दामी छ है म ल्याएँ ल मैले बास्नु यस्तो छ खतरा छ
मोमोको रिभ्यू लिनुलाई म त यत्रो बसिरहेको छु यो अचार दामी कस्तो भवाल छ यार यो कोटुकाबाट हो प्लेट चाहिँ यसो सार्दै दुःख सुख यस्तै हानु होला सबैजनाले अनि बोटुकामा यहाँ लगाएर कसैले यहाँ लगाएर होइन कसैले यहाँ पनि लगाएर होइन आफ्नो आफ्नोमा यसो खानुको लागि यो सुप गर्न खतरा छ यार सुप चाहिँ खतरा छ हो सुप पनि कडा छ सबैजनाले यसो गरौँ ल साँच्चै नै मैले त अघि तालिदिया हो फाक्सु कडा छ कडा सुप चाहिँ थोरै खाइएर हुन्छ यहीँबाट चाखो यहीँबाट नचाखो मोमो मात्रै खाइराख्नु जस्तो हो त यस्तो मोमो बेच्नु हुन्छ भाइ हो हाम्रो पसलमा त तर त सबै मोमोको क्रेडिट चाहिँ उता जान्छ है ल यता फर्किनु पर्यो सर हुन्छ नेपालमा मोमो भनेको त आन्द्रा भुडी छाला साला कुखुरोको कडा कडा त्यही खालेको उयोहरू त बनाउने हो नेपालमा भनेको त्यो कुटुङलाई आतिकै हेर्नुभयो त दाइले त कुटुङलाई आतिकै हेऱ्यो त कुरोलाई त ड्यास पारौँ ड्यास ल तपाईँको ड्यास हो नि ड्यास ड्यास ल होइन कसम यस्तो मोमो हो त भाइ अब मात्र खिच्नु लागेको हो क्या यहाँबाट यो पाकेको हो कसरी निकाल्ने त अनि ब्रो यो अब कसरी निकाल्ने त यो मात्र अड्दैन अब त ठुलो धेरै छ तन्नै छ नि त यो मात्र यो त अफ गर्नुपर्छ एकछिन भाइ अलरेडी भएन म तातो यही मात्र राख्नु हुन्छ कसरी चाहिँ ढुकुरो क्या पाक्यो यो एउटा मोमो यहाँनिर तिमी कालो पन्डो बनाएको उयो बनाइन्छ नि मलाई यहाँ गर्नु भएछ ल है तातो होला नि त नि बुढा छैन। ए तेरी गाएर कस्तो मन सक्दैन के दाइ तातो यता खेलाउने त्यहाँ हैन तैले कपी हाल्नु छैन तातो छैन खानु न अर्काको मुखमा चाहिँ नलाउनु है कपै फेरि निकालेर अघिदेखि त चपाउन सकिन्छ कि मैले नि जिब्रो पिल्सायो अघि हल्का अचारले सेलायो क्या अचार ल्याउँ अचार त कुन चाहिँ भाइ कडा दामी राम्रो ब्लेन्ड भन्ने अझ मसिनो भएको दामी खतरै दामी भयो त अघि जिब्रो पिल्सायो सुन दामी छ यार कसम मोमो धेरै खाइने त नेपालमा कसम बङ्गुरको मात्र खान्छु क्या म चिकन यो बम खाँदैन क्या बङ्गुरकै हो यो ए तेरे मुला थाहा छ कि ए अँ नेपालको कुरा अरे क्या नेपालमा मोमो खाइन नि त बाक्लो छ क्या यो घरमै बनाएर खान्छौँ क्या बङ्गुरकै बङ्गुर ल्याउने होइन म किमे बनाइदिन्थेँ यता उयो गरिदिन्थेँ खानु त यार यत्रो सधैँ यो साँच्चै चिकनको भएको भए यति मिठो हुँदैन होला है लास्टै मिठो भयो यार खानु पर्ने त यस्तो रहेछ नि त त्यो यदि बिहानै नगरेको भए हुन्थ्यो दसैँ नि काका है त्यति हाम्रो यता बनाउने मान्छेलाई त खाएकै देखाइएन आफ्नो खाएको आफै रिभ्यू दिनु त ल संसारकै सबैभन्दा राम्रो मोमो भयो साँच्चै राम्रो भयो संसारकै सबैभन्दा राम्रो हो कि भ्यू राम्रो हो कि फोटोग्राफर राम्रो कि कति मान्छे राम्रो हो कि मोबाइल राम्रो हो कि होइन होला नेक्स्ट छ नि होइन होला यो फेरि मैले मलाई यस्तो सिन मन पर्छ सबै मन पर्छ म घाम झुकेको बाटोहरू के हो सबैले भन्दा गरेको यो
मैले के भन्छ आफ्नो कुरा गरे तपाईँले के सुन्यो नि सुनाउँछु हामी बची जहिले एउटा माछा मार्नु तपाईँलाई के खान्छ दिक्क भइसक्यो तर अझै पनि माछा त मलाई त मासु त धेरै धेरै तपाईँलाई जति मन लाग्छ त्यति तपाईँले कडा बनाउनु भन्नुहुन्छ त्यही ठाउँमा थापेको होइन उसले त्यत्रो 13-14 आयो विलेजले एउटा लास्टमा मैले हालेँ होइन मलाई पनि एउटा परेन तिमीले के पार्छ पछि पुग्ने मान्छे नचिनेको हो कि पछि दुर्व्यवहार पछि धुलै हुनुपर्छ अनि के बिदाई हजुर भाइ सुन तानेर गर्दा यो त भाडै राखिदिने होला भने होइन त्यसमा ड्याममै आज यो रात परिस्थिति भएको त उत्योमा राख्नु कति नम्बर सुरु 5 हामी जस्तो यो त्यस्तो गर्न त्यसको कमा तारेर यस्तो नपर्नु त हेरौ न तपाईको एउटा हेरौ न तिमी लक सबै फुट लक सबै यहाँ गर्दैछु वेट गाइस फटफट आयो ल त्यो यसो अलिकति साइड लगाउनु त यो भाडै आउँछ तपाईँमा अलिक साइड लगाउनु आइरहेको छु सबै मनाउने मान्छे चाहिँ बा पाँचबाट सुरु हो 9, 11, 13, 19, कतिबाट सुरु भनौँ त नम्बर मलाई थाहा छ यो एकदम परिमाण ज्यादा थाहा छैन ल चटपट आयो बिचमा अलिकति साइड लगाऊ बिचै ल यति दिउँ यो आज काम थियो नि हैन ल चटपटे चटपटे स्पुनहरु त्यही युज गर्ने है भोलि नि काम पनि रन 5 गर्न मोमो पार्टी सकेर साथीहरु ह्यापी एन्डिङ ह्यापी एन्डिङ मोमो त छैन मोमोको ह्यापी होली ह्यापी बर्थडे नि मोमो बनाउने मान्छेलाई स्पेशली थ्याङ्क्स भन्नु पर्यो नि त साथीहरु ल मोमो बनाउनेलाई त अनि गर्नु परिहाल्यो नि आज मेरो बाबुको कति माया लाग्यो दाइ सक्यो मोमो जाउँ